अब स्थानीय तहको निर्वाचन आउँदैछ, त्यसपछि प्रदेशको निर्वाचन आउँछ। हरेक वडामा हामी 51% भन्दा माथि हरेक वडामा हुनुपर्दछ। त्यो कुराको साथीहरूले तयारी गर्नुपर्छ। हरेक वडामा आफ्नो वडा कमसेकम 51% भन्दा माथि एमाले बनाउनुहोस् त। साथीहरू कहाँ जानुहोस् त, घर घरमा जानुहोस् त, व्यक्ति व्यक्तिमा जानुहोस् त, खेत खलिहानमा जानुहोस् त, दिदीबहिनीहरू चुल्हा चौकामा जानुहोस् त, भान्सामा जानुहोस् त, तरकारी बारीमा पुग्नुहोस् त, दिदीबहिनीहरूलाई भेट्नुहोस् त, उहाँहरूलाई सही कुरा बताउनुहोस्, उहाँहरूको मनोबल उठाउनुहोस्। मैले सधैँ महिला दिदीबहिनीहरूको सधैँ प्रशंसा गर्दै आएँ। तर यथार्थ के हो भने यसपल्ट थुप्रै महिला दिदीबहिनीहरूले एमालेलाई भोट दिनु भएन, बहकिनु भयो। अर्को के भने कति मान्छेहरूलाई के लाग्छ भने सत्य कुरा बोल्नै हुँदैन। मैले भन्ने गरेको छु, यसपल्ट नेपाली जनताले यो चुनावमा भोट गलत ठाउँमा खसाएर गल्ती गरे। गल्ती गरेकै हो, जनताले पनि सच्याउनु पर्छ। अनि हामीले जीवन समर्पित गरेको आफ्ना लागि हो र त्यही जनताका लागि हामी समर्पित हुने। त्यही जनताले हामीलाई साथ नदिएर अन्त बहकिने। अनि त्यो कुरा पनि राम्रो हो, ठिक हो। जनताले गरेको महान भन्ने कुरा हुन्छ। जनताले पनि गल्ती गरेको छ, जनताको गल्ती सच्याउनु पर्छ। सच्याउनलाई त हामीले जनताको चित्त बुझाउनु पर्यो नि त। हामीले चित्त बुझाउनु पर्यो, हामी जनताको चित्त बुझाउने गरी काम गर्नु पर्यो, जनतामा जानु पर्यो, जनतालाई गल्ती गर्नबाट जोगाउनु पर्यो। त्यो काम त हाम्रो हो नि। फेरि जनतालाई गल्ती गर्न नदिने काम हाम्रो हो। यी दुईटा काम गर्नका लागि हामीले सचेतनतापूर्वक, दृढतापूर्वक अगाडि बढ्नु पर्यो। आजको आवश्यकता त्यो हो।